हेलो गाइज, गुड मर्निङ, नमस्ते। यतिखेर म चाहिँ आफ्नो मेरो गृह जिल्ला गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर 1 मा पर्ने चैनडाँडा साबिकको वडा नम्बर 8 चैनडाँडामा पर्ने चिउरीघाट भन्ने टोलमा छु। यहाँ मेरो जन्मघर। यता पारीतिर चाहिँ इस्मा गाउँपालिका पर्छ। इस्मा गाउँपालिकाको किमलेखर्क भन्ने ठाउँ पर्छ भने यतातिर पारीतिरको त्यो धुरी इस्मा गाउँपालिकाको अब त्यसको पछाडि चाहिँ छापा पर्छ। यतातिर खुवा पर्छ भने यो जङ्गल हाम्रो चाहिँ टापु लामखुरिया भन्ने तलतिर निस्ती खोला छ। यो निस्ती खोला यहाँदेखि उतातिर हाम्रो गरिखाने भोगचलन गर्ने बारी खरबारीहरू छ भने यो चाहिँ हाम्रो बसन्त नै हाम्रो नारायण बाबुको घर र अलि माथि र चाहिँ ऊ त्यो माथिको घर चाहिँ हाम्रो बसन्त बाबुको घर हो। र यतिखेर म चाहिँ मेरो जन्मघर पुर्ख्यौली घर भनौँ, मेरो जन्मघर, म जन्मेर हुर्केर यहीँबाट शिक्षा दीक्षा प्राप्त गरेर राम्रा नराम्रा जस्तो भए पनि हरेक कुराहरू सिकेर यहीँबाट प्राप्त गरेर हाल चाहिँ म बुटोलमा झरेको हो। र मेरो बुढो घर, मेरो बुवा आमा हजुरआमाको घरमा म यसो दर्शन गर्न जाँदैछु। अरूको दर्शन गर्न नपाए नि मेरो पुर्ख्यौली घरको चाहिँ दर्शन गर्न हिँडेको छु र म दर्शन गरेर फर्किने छु। हेरिदिनु होला हजुरहरूले हाम्रो पुर्ख्यौली घर। यो घर चाहिँ हाम्रो जेठो बुबाको घर हो। यहाँ मुनिबाट छ यसो यहाँ तलतिरको घर यो बाटोमा पर्छ भने यो पारिपट्टिको घर चाहिँ हाम्रो जेठोबाको पुरानो घर। उहाँबाट यहाँ सोर्नु भएको। यस्तो पाखो पखेरो यस्तो छ हाम्रो चाहिँ। र अब यता यहाँबाट यसरी जाँदै हामी पहिला पिङ खेल्ने ठाउँ हो यो मेरो। हामी सानो हुँदाखेरि यहाँ यो रुखमा पिङ खेल्थ्यौँ हामी। अनि यो हेर्नुहोस् मेरो चाहिँ पुर्ख्यौली बुढो घर, मेरो हजुरबाले बनाएको घर, यो हजुरआमाले बनाएको घर।